सुकुम्बासी बस्ती बस्नै नदिनु पर्थ्यो नि त पहिला। हजुर जस्तै तपाईँ भन्नुहोस् एउटा सरकारी जग्गामा बसिरहेको छ भनेर भन्छ अरे तपाईँलाई हैन। हजुर पहिलो कुरा त सरकारी जग्गा भनेको के हो भन्ने डेफिनेसन हुनु जरुरी छ हजुर हजुर हैन। अनि तपाईँ बसिसकेपछि अब तपाईँलाई कि त सुरुमै बस्नु नदिनु पर्छ। तपाईँ बसिसकेपछि तपाईँले के गर्नुहुन्छ त्यहाँ भन्दाखेरि सुरुमा सुकुम्बासी बस्ती कसरी बस्छ मैले त देखेर आएको छु नि त भन्दा सुरुमा 4वटा बाँसको खम्बा गाड्छन्। त्यसमा एउटा टिनको छाना लाउँछ। त्यस पछाडि त्यहाँ बस्न थाल्छन् अनि त्यहाँनेर त्यही घरमा छोराछोरी जन्मिन्छ। छोराछोरी पढ्दै जान्छन् भरे त्यो छोराछोरी लाहोर लाग्न सक्छ हैन। जस्तै भनौं न साउथ कोरिया जान सक्छ, कमाई हुने ठाउँमा जान्छ हैन, अथवा जागिर खान्छ लो नेपालकै। अनि त्यसले लिएको पैसा त्यही ठाउँमा उसले घर बनाउँछ हैन। इट टेक्स लाइक 15 years or 20 years भन्दियौ। अनि त्यस पछाडि 25 वर्ष पछाडि सरकार आउँछ र डोजर लगाइदिन्छ।